Namaste. Lens Digital Hub presents यावत् पूजा समाप्ति छ तावत् तमसिस्त्रो बाबा सुप्रसन्न ओम ओम फुका अब तल राखेर यो पवित्र हातमा लगाऊ यो रिङ फिङ्गरमा अब त जलले आफूलाई छर्कानु ओम अपवित्र पवित्र बस विवाह कर्म कर्तुम देह शुद्ध्यर्थम आवक्षेपक्षणम अगम्य गमनम अवाच्य वचनम स्पर्श स्पर्शनम तथा सुखिताय विष्णु सप्रेम ब्राह्मणाय काश्यप गोत्राय फुलपाती लिया कपिले सर्वदेवानां पूजनीय शिरोहिणी तीर्थदेव मयि अस्मात् मत शान्तिम शान्ति पृथ्वी शान्ति राप शान्ति उखदय शान्ति वनस्पतय शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्ति रेव शान्ति सामा शान्ति रेति बच्चाहरुले गन्ध अक्षत पुष्पानी द्रव्यनी समर एउटा पैसासित छ फूल फल र पैसासित विश्वदेवास मादयन तामो यसो छौ है के मादयन हृदय पूज्यामी ठुलकण्ठाय नमः कण्ठम पूज्यामी फूल मात्रैले हो भान फुल्यो भाललोचनाय नमः हिरण्यगर्भ गर्भस्थम हिमबीजं विभावसो अनन्त पुण्यफलद विरगम सर्वगणम स्वस्थय आत्मा शनि प्रजा शनि पशु शनि लोक शनि भय शनि अग्नि प्रजा बहुलाम्य हरि ओम यतत् कल्याणयुक्तं पुण्यं पुण्यां वाचेसे विप्र वाच्यतामिति प्रतिवचनम् एक कुन्टल जाता होला नि खै कसो कति होला पुलाई हो त हाल्नु त पूजा गर हरि ओम श्रीश्चते लति कपथ्या रात्र पासे नचत्राणी रूपम अवसरभ्यो नमः स्कन्द नन्द शिरो महाकालेभ्यो नमः ध्यानम आवन ल अब अलि सुत्नु पर्छ राख्नु नमो नमः नमो ब्रह्मण्य देवाय ब्राह्मणहिताय च जगतिताय कृष्णाय
मङ्गलम गरुडाध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं श्रीनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव ठिकै भन्ने खुट्टो भाँचेर बसिरहेको छु हार नभए त्यस्तै के नाप्छ र भनेको मैले हेर मलाई आँखाको बाटो हुँदै मनुमा बसाऊ नजिक आउने प्रयासमा छु बिन्ती मदेखि टाढा नजाऊ भुलिदिए तिम्रो लागि आफूले आफूलाई अब मनको घाउ कहाँ पोसिलाऊ अङ्गालोमा बाँधी तिम्रो मलाई त्यही कैद गरा हो खुला तिम्रा ओठलाई मेरा ओठमा राखी बन्द गरा त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रङ्ग खुसीको लाग्छ खाली खाली के अर्थ जुनेली रातको दुनियाँभरिमै मन पर्ने आभास हो न्यानो स्पर्श तिम्रो हातको हो त कलश देऊ हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन
मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुराधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आइसके मत तिम्रै त हुने आज खुसी जीवन अब सँगै बिताउने आज खुसी जीवन अब सँगै बिताउने जान्दिनु पर्ने छ
केटो हुम्बाग्लुङ धम्जाको बेगर भनी सबैले सम्झाको मकुर मकुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर हुम्बाग्लुङ धम्जाको सबैले सम्झाको मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर यसपालि त मेरो नि बिहे गर्ने सुर
सकेसम्म एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर देवी थानका परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्ने सुर एक्लै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर देवी थानका परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्ने सुर यसपालि त मेरो नि बिहे गर्ने सुर प्रभु गरेछु सेवा उडाएर दुई जोडी परेवा मकुर मकुर देवी थानका परेवा मकुर मकुर यसपालि त मेरो नि बिहे गर्ने गरेछु सेवा उडाएर दुई जोडी
बाबुले यो मान्छेहरूलाई देखेर मन लाग्यो यसरी भाउ लगाउँछ भाइ आफ्नो हुन्छ तिन पानी खुवाउनु तिन पानी आया गर्नुहोस् त्यसरी चप्प है फोटो खिच्नु जल ल्याउनु पायो हेर यसले सिनको दाँतामा सिनको क्यामेराम्यानले देखाइरहनु भएको छ गर्नु भएको छ भोलि हेर गरेन भन्छ वस्त्रम गर्व दैवतम रौतम यही चाहिँ लगाइरहनु पाइन्छ यही चाहिँ अब त्यसमा यसो राधिका नाम गरम खाएको गिलास खापेर खै आयो माथि लोक फोन गर्न पर्छ अब यसो हटा यसरी दुईटाले यसरी यसरी घुम्ने फन्टमा दुईटा एकैचोटि घुम्ने राखेर दुईटा हातले खोलिहाल्दिने दक्षिणा पैसा राखिदिनु त वहाँ बहिनी हो कि दिदी हो दिदी हो हेर्नु पर्यो नि होइन नागालाई त भन्नुपर्छ नि मैले पुरै कुरा त एकैचोटि खोल्न भएन नि त फोटा भर्खर हाम्रा पनि छोरीका बिहे हो न साली नभएको मलाई 1 लाख
दिनु भन्छन् नि भन्नेले त मैले ट्याक्क मिलाएर अब सूर्यनारायणतिर दीपक कलश गणेशाय ताली बजाइदिनुहोस् ल अब पोते राखिदिनु भयो त्यही भयो उता फर्केर यसरी यसरी छड्के गरेर हो उता हेर्नु हो त्यसरी एकचोटि घुमाइदिएर सूर्यो मर्दो ज्योतिर्वन्तः स्वाहा अग्निरतन्त्रता पश्चिमोत्तरदा सप्तम सूर्यमोत्तरदा शतदं न जानामि विसर्जनं पूजं च न जानामि क्षमतं परमेश्वर वो तो लिएर अगाडि जब लिएर आएको
तीनजना ठिक भयो
अब जयकाराहरू मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनहरि मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनहरि माथिको खाल्दा सहस्र सिद्ध धन्वन्तरि चित्तन्त भाइ सर्वाणि मङ्गलम भगवान् मङ्गलम
के भन्छन् त्यो काम छोटा आएको हतियार आयो है अब यता हेर न बाबु अलि टाढाबाट त्यो तुलुनी त्यहाँ गएर हेर्छ श्रीसते लक्ष्मी चपट्टे घरले पाक्षे नचित्राले उपमचिनो व्यक्तमी छैन छाना मुमै छाना सर्वलोकम मै छाना दुईटा पवित्र छन् औठी कति हो यो आफूलाई पनि छाप्नु अपवित्र पवित्र वा सर्वावस्थाङ्गत अन्तर्गत हिमवत दक्षिण भागे नेपाल देश गण्डकी प्रदेश स्याङ्जा मण्डल अन्तर्गत गलेङ नगरपालिका वडा नम्बर 6 पिली खोला कुभिन्ने वास्तव्य पुण्यभूमौ श्रीकृष्ण गण्डकी तटे शालिग्राम क्षेत्र पुण्यभूमौ 60 संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे श्रीसूर्य उत्तरायणे माघ मासे फाल्गुन कृष्ण पक्ष पञ्चमी षष्ठी उद्याम पुण्यतिथौ षष्ठी उद्याम चौत्री परवरस्य त्रिपुत्राणां जीवन शर्मा यजमानं सपत्निकानां अनि यो यो कामै धेनु गाईको भनेर अनि अंकुश केन्द्र देखाएर तीर्थमण्डलबाट सबै तीर्थको जल आएर पवित्र भयो भन्नु अब उठ्नु यस्तो गर्नु यस्तो सूर्य भगवानलाई हेर्ने यस्तो यो अनि यो दुईटा यता सूर्यलाई नमस्कार गर्नु पूर्व दिशामा इन्द्र भगवानलाई नमस्कार गर्नु ल अब पूजा गर्नु नमो गोव्य श्रीमतीभ्य सौरभ भै भयवच नमो ब्रह्म सीतापाच पवित्राभ्यो नमो नमः ओम ईरावती ध्यानुमती भूत शिव बसिनी मनोदेश नारद हरितो मविको मैखै स्वाहा अब हरिओम तत्सत ओम विष्णु श्रीमद् भागवतो महापुरुषस्य विष्णु रागया प्रवर्तमानस्य सकल जगत सृष्टिकारिणो कर्मणो दित्य परार्थे श्रीशेत भराकल्पे वैवस्वत मनन्तरे अष्टाविंशति तमे सत्य त्रेता द्वापरान्ते कलियुगस्य प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आर्यवर्त अन्तर्गत हिमवत दक्षिण भागे नेपाल देशे गण्डकी प्रदेश स्याङ्जा मण्डल अन्तर्गत गलेङ नगरपालिका वडा नम्बर 6 पिली खोला कुभिन्ने वास्तव्य पुण्यभूमौ श्रीकृष्ण गण्डकी तटे शालिग्राम क्षेत्र पुण्यभूमौ 60 संवत्सराणां मध्ये जगतिताय कृष्णाय मातृकाय नमो नमः पैसा दिनुस् के वाला त्यो गाई दिनुस् त लगाइदिनु होला उहाँले चन्दन लगाइदेऊ गोविन्दाय नमो नमः अब गाडी नचालेर छौँ अब दियो पूजा गर्ने अधिकार पाइयो कसो गरौँ त दियो पूजालाई जुनामा ल्याउँदै यहाँ राख्दै गर्नु देवानां शतं दिवे असन्न प्रायुवो रक्षितारो दिवे दिवे देवानां भद्र सुमतिर्जुयतां देवानां रतिरलिनो
भुवतसिन सिनुतं धिष्ठा युवं तमिशानं जगतस्तुस्तिन्यं जीर्ण सोमवै हुमै पृश्निमातरा शुभं यावानो विदथेतु जग्मय अग्निजुवा मनवः सुरचक्षसो विश्वेनो देवा अवसरङ्गै तुष्टुभं सस्तनुभिर्यसे मयि देवैतं यदयो सो यत्र पितरो भवन्ति नानो मध्य रिरिखता युर्गन्तो अदिति दौरदिति। अब तीर्थ जल राखिदिनु यस्तो राखेको छ गङ्गे च यमुने चैव गोदावरी सरस्वती निर्मले सिन्धु कावेरी जले सन्निधिं कुरु कला कला इजे भनम जानवानम कला कला सङ्गीय निर्मतो यस्मात् कलशस्येन कथ्यते कलशस्य मुखे विष्णु कण्ठे रुद्रसमा सीता मूले तस्य स्थितो वर्ण मध्यमा त्रिगुणा सीता दुरो त्यही खालि त्यो खोप्टाइन त पैसा ओ त पल्ला थियो हो त्यो खोप्टाइन नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ब्रह्मणे नमः विष्णवे नमः रुद्राय नमः। अब यहाँनिर राख्छु ब्रह्मणे नमः विष्णवे नमः रुद्राय नमः नवग्रहभ्यो नमः सूर्यं सौर्यपदं रुच्च पदवीं सन्मङ्गलं मङ्गला सद्बुद्धिं च बुधो गुरुश्च गुरुतां शीघ्रं शिखं शंसनिं राहुर्बाहुबलं करोति सततं केतुं कुलस्य नित्यं नित्यं प्रीतिकरा भवन्तु मन्त्री अब बत्ती बोला त सीतामढ़ीको छ कि अब के निम्स पनि होला के त्यो उठिन्छ क्या हजुर त्यो खाता बाको पछाडको बेल लगाउनु भएन पूर्वे रक्षित गोविन्द हो यहाँ पूर्वे रक्षित गोविन्द आग्नेयम धरणीधर यम रक्षित बाराव नाम पुण्यशिलाय नमः सुशीलाय नमः आज एउटा बनाउनु पर्छ पूजां क्रियाण यावत् पूजां करोमि तावत् त्वं सुचिरो भव सुप्रसन्नो भव सुप्रदो भव सुशीलाय नमः उत्तरे सुशीलाय नमः भो सुशीला यगच्छ यति समूह पूजां क्रियाण पल्लो यावत् पूजां करोमि यगच्छ यतिष्ठ मम पूजां क्रियाण यावत् पूजां करोमि तावत् त्वं सुचिरो भव सुप्रसन्नो भव हो त्यसमा जय विजय पुण्यशिला सुशीला नन्द सुनन्द बल प्रबलाय नमः। अब चौधुवा हनुमानाय नमः मणिदीपवासिने दुर्गाय नमः। अब बाँसहरूमा वंशेषु ठुलो राख्दै बत्ती बाल्नु बत्ती भुजाका जान्छैन धेरै चाहिँ बिदा राख बाबु पूजा गरेका सबै देवताहरूलाई देखाएर हरि ओम चन्द्रमा मनसो जातः चक्षो सूर्यो अजायत श्रोत्रात् वायुश्च प्राणश्च मुखात् अग्निरजायत साज्यं च वर्ति संयुक्तं पन्निना योजितं मया जैसा पाउनु अब राता छता सेता छता काला छता पेला छता भनिन्छ पियालो त बनाउनु हुन्छ यसमा बनाउन पिताय कृष्णाय गोविन्दाय नमो नमः। आज हाम्रो नवग्रह शान्ति कर्ममा जय साहबले यहाँ राख्दा हुन्न हुन्छ हुन्छ गुरुवासौ सूर्यादि नवग्रह हुन्न र मैले अघि जानु मन भयो फेरि मैले रोक्दिन है। अनि ज्योतिरानीको जल छर्कानु यो हर्का छर्कानु ज्योतिरानीको जल छर्कानु अपवित्र पवित्र वा सर्वावस्थाङ्ग तो मिलाएर राख्नु है आगो बढी हुन पनि सक्छ फेरि
अब फेरि अर्को लिनु हरि ओम महा इदम विष्णु विचक्रमे त्रियधानी ददे पदम समुड यस्य पागम सूर्य स्वाहा विष्णवे नमः स्वाहा अब अर्को लिनु ब्रह्म यज्ञानम प्रथम पुरस्ताद्दि सीमत सुरुच बेनाव सौगुण्य उपमास विष्टा सतस्थ योनि सतस्थ विभा ओम ब्रह्मणे नमः स्वाहा देउराल्यै स्वाहा आकाशाय स्वाहा पृथिव्यै स्वाहा गौमातृभ्य स्वाहा मातृभ्य स्वाहा षोडश मातृगणेभ्य स्वाहा तिमीहरूको कुले देवता के हो भन्यो भने मष्टबरा हो है जान्नु कुले देवताको नाम के हो भने मष्टबरा कुले देवता स्वाहा गणेभ्य स्वाहा ठुला पदेर सेती नागेभ्य स्वाहा देउराल्यै स्वाहा सूर्यलाई रात अक्षताहरू ध्यानम आवाहनमासनम पाद्यमार्गमार्गम समर्पयामि आज तिम्रो मायामा पक्लिरहन्छु म हजुरभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि Baby
तर्पेत आत्मान में तर्पेत पशुन में तर्पेत गडान में तर्पेत गडा में बिति छन् हरिओम तत्सत् शिक्षित छ माथि हरिओम तत्सत् भन्नु हरिओम तत्सत् हरिओम तत्सत् ओम विष्णु भरतखण्डे आर्य प्रतापको त हिलोको त दक्षिण भागी नेपाल देश गण्डकी प्रदेश स्याङ्गे मण्डल अन्तर्गत गलेङ नगरपालिका वडा नम्बर 7 स्याङ्गे तिनी खोला कुबिन्ने वास्तव्य पुण्यभूमि श्री कृष्ण
अलि मिचेर धोएर त मैला अब खान उसमा राखेर औठामा राखेर होइन ढोक्दिए ढोकेको बेलामा गाउँका 5 रुपियाँ 10 रुपियाँ अलिक रमाइलो हुन्छ कि रमाइलो गर्ने पैसा मात्रै धेरै हो बुझी पनि त क्यामेरामा भन्नु थाहा छ के यसलाई दिएको छ नि मैले खुट्टा खुन तयार गर्छ थोरै भयो फेरि नछोड्नुहोस् है मामाले भनेको ओडी फेरि थोरै भए त नछोड है अब हात कति भन्नु हेर्दै हेर्न हुन्न नि काम थियो नि त अब त्यो सबै राखिदिनु सबै पर्दैन त राखिदिनु हो मैले सबै भने तिमी माना थप्न दिए भए हुन्थ्यो नि मुठै भयो के त मुठा बेसी उठ्नु पर्यो कति थियो कति नजान्दै अब गन क्यामेरामा गन हो त्यसरी हामी त हेर्नु पर्यो भोलि घर जान्छौँ हामी अरू पनि हेर उयो छ त्यहाँ हो त्यसरी हेर ए जति पनि भयो भाउजूलाई भार तिमीलाई भनेको रमाइलो भनेको झाडु अलि माथि राख है ल हालिदिनु नि त्यहाँ रस हालिदिनु यहाँ खाल भात चाहियो टपरी कालको बाटो टपरी हुँदैन मेरो बिहेमा त मम्मीले एउटा आइले भेटाको सबै माइयामा हात आएको बुहारीलाई काठी बनाउनु फुत्त फुत्त नफुत्लाउनु होला है बराबर हुनुहुन्छ ल अब को होइन फाइनलमा छ कि छैन बरु
नजिक जिताउन पनि पर्छ च्याप्पन यहाँ समात माइयामा त्यहाँ समाउँ त्यहीँ समाउँ यहीँ समाएर अनि फुलमाथि धारलाई छोडिदिनु धार धार छोड धार उता हाल्नु राख्नु हो घर त हाल्नु खनाउनु खनाउनु ज्याप्प खनाउनु यति गरेँ लास्टमा तिमी हाल्नु राम्रो दिदी यो हटाइदिनु न एउटा छ है अब कति हुन् 9 वटा हुन् बुहारीलाई दिनु माइयामा उता फर्किन दुईटै बुहारी त बेलुका पकाएर खुवाउनु पर्ने सासूलाई त सँगै होइन अन्त चलन छ क्या नाच्न हामी पाँच भाइ नै नाचिन्छ पाँच भाइ नै नाचिन्छ मेरो बढी खमरै बाँचिन्छ बजाऊ पञ्चे बाजा ए सुना फुक सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज पाँच भाइ नै नाचिन्छ पाँच भाइ नै नाचिन्छ मेरो बढी कमरै बाँचिन्छ बजाऊ पञ्चे बाजा ए सुना फुक सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज ए सुना फुक सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज
नाच्न गाउन पहिलोमा जहिले नि पहिलोमा जहिले नि दोस्रो भएको छैन म कहिले नि बजाऊ पञ्चे बाजा सुना फुका सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज पहिलोमा जहिले नि पहिलोमा जहिले नि दोस्रो भएको छैन म कहिले नि बजाऊ पञ्चे बाजा सुना फुका सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज सुना फुका सनाई ठोका ढोलकी नाच्ने कसरी हो देखाउँछु म आज